नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 को सुरु भइसकेको छ र फर्स्ट गेममै यस्तो रोमाञ्चक दृश्यहरू देखेको छ। एनपीएल दोस्रो सिजन सुरु भएसँगै देशमा क्रिकेटको माहौल तातेको छ, तर दर्शकहरू जोश र उत्साहले एउटा पुरानो कथालाई फेरि दोहोर्याएको छ। कीर्तिपुर स्थित ट्यु मैदानमा टिकट नपाएपछि हजारौं समर्थकहरू प्यारापिटको छेउछाउको अग्ला रुखहरूमा चढेर फेरि पनि म्याच देखेका छन् र उक्त दृश्यले अहिले फेरि संसारभरि नै चर्चा पाएका छन्। नयाँ फ्लड लाइट्स र आधुनिक सिटहरू जडान गरिए पनि टिकटको अभाव वा मैदान बाहिरबाटै खेल हेर्ने उत्कट चाहनाले गर्दा समर्थकहरू जोखिम मोलेरै क्रिकेट प्रतिको आफ्नो अगाध प्रेम देखाइरहेका छन्। यस्तो दृश्यले सामाजिक सञ्जालमा तहल्का मचाएको छ, जहाँ एकातर्फ प्रशंसकहरूको क्रेजी समर्थक भावना र क्रिकेट प्रतिको समर्पणको प्रशंसा भइरहेको छ भने अर्कोतर्फ देशको खेलकुद पूर्वाधारको अपर्याप्तता र टिकट व्यवस्थापनको कमजोरीमाथि गम्भीर प्रश्न उठाइरहेको छन्। यद्यपि यही रुखमा चढेर हेरेको तस्बिर नै नेपाली क्रिकेट समर्थकहरूको अभूतपूर्व र अद्वितीय लगन र एनपीएल को बढ्दो लोकप्रियताको प्रमाण बनेको छ। के हजुरहरू पनि यो एनपीएल सिजन 2 को फर्स्ट म्याचको टिकट पाउनु भएको थियो त? के हजुरहरू पनि रुखमै चढेर म्याच हेर्नुभयो? कमेन्ट गर्नु होला।